हेलो नमस्ते सबैजनालाई वेलकम टु माई अनदर भिडियो। म चाहिँ 4:30 बजीतिर घरबाट निस्केको। अहिले बिहान 5:20 हुन लाग्यो। 4 दिनपछि बिरामी भएर उठेको। अलि अप्ठ्यारो लाग्दो रहेछ। आज चाहिँ गोदावरीतिर जाँदैछु। ड्रप मात्रै हो मेरो ड्युटी। अहिलेलाई बिहानै 5 बजी आयो। अब अफिस आइपुग्न लाग्यो। अघि घरबाट आउँदा बनाएको भिडियो बिग्रियो, त्यही भएर सडक सुनसान छ। सडक सुनसान छ। बिहानै खासै कुरो उठेको छैन। भर्खर कलेज जानेहरू उठ्दैछन्। साथीहरू 4 दिनको बेडमा सुताएपछि आज म निस्किँदैछु कामको लागि। सधैँ सुतेर त भएन। अलिअलि निको भएको छ। अलिअलि होइन 70% निको भएको छ। अब चाँडै तन्दुरुस्त भएर अब काम गर्नु पऱ्यो नि। 3 दिन ननस्टप सुप खाइयो गाइस। खुट्टाको सुप बल्ल तगडा भइयो। नभए त हाम्रो अफिसबाट स्वयम्भू टेम्पल नजिकै देखिन्छ। नजिकै पनि छ। यहाँबाट त 20 मिनटमै 10 मिनटमै ठ्याक्कै 10 मिनटमा पुग्छ। ल 10 मिनट जस्तोमा। गाइस म अब अफिस आइपुग्नु आएँ। अब अफिस पुगेर गाडी साडी स्टार्ट गर्नु पऱ्यो। मोबाइल पानी चेक गर्नु पऱ्यो। धेरै गाडी स्टार्ट नगरे 4 दिन भयो। केटाहरू चलाएको छ कि छैन है गाइजहरू। को हाम्रो एकजना गुरुजी रेडी भएर हिँड्न आँटिसक्नु भएको छ। आइसकेछन् केटाहरू। म मात्र सुरुमा होला भनेर केटाहरू सब आइछन्। को काक्छो कि हर्षदाई रहेछ। हर्षदाई गुड मर्निङ। बत्ती पाल्नु त। चिया खानुभयो? चिया खाएको छैन। देखिँदैन रहेछ। अँध्यारो आउँदो रहेछ। चिया खानु भएको छैन? कहाँ ड्युटी? एयरपोर्ट। बिहानै एयरपोर्ट? ए ठिक छ दाइ। अब के गर्नु, कमाउनु पऱ्यो नि होइन। तिम्रो कहाँ हो? म त गोदावरी ड्रप जानु दाइ। अँध्यारो आउँदो रहेछ। को त्यो हाइसको ड्राइभर? ल गाइस फाइनली हामी चाहिँ अफिस आइपुग्यो। ब्रेजा हालिदिनु। ब्रेजा पनि हालिदिनु। म स्टार्ट गरिदिन्छु नभए पखाउनु। अर्को त्यो को? ए तपाईँ मात्रै हो गाइस। यो चाहिँ हाम्रो अफिस शुभलक्ष्मी ट्रान्सपोर्ट प्राइभेट लिमिटेड। हुन्छ दाइ। गाइस गाडी साडी स्टार्ट भयो। 4 दिनपछि पनि स्टार्ट भयो मजाले। अस्ति ब्याट्री यताउति गर्दै थियो। गाडी त पुस्नु पर्ने छ एकचोटि। गाडी केही गर्नुपर्ने त खासै रहेन रहेछ। बाहिर चाहिँ पुस्दिनु पऱ्यो। निस्केँ अफिसबाट कामतिर। धोबीघाट पिकअप हो। त्यहाँबाट गोदावरी ड्रप गरिदिने आज। बिहानको काम त्यति हो खलास। अनि अब के गर्नुपर्छ भन्दाखेरि चिया खाँदै जानु पाए त हुने हो। त्यो भए आल्यो क्या हो।
यसो भोलि मात्रै हाम्रो मधेसको दाइले साइकल बोकेर हिँडे अङ्कल चाचाले बिहान बिहानै साइकल बोकेर हिँडे कालीमाटीतिर गाइस मेहनतिलो मान्छे है त्यस्तो हुन्छ सबै आफ्नो दैनिकी काममा लाग्न थालियो सबैजना उठे कलेज जाँदैछन् मर्निङ वाक जाँदैछन् दुध झार्ने दुध झारिरहेछ दुध बेच्दै हिँडिरहेछ लोकल सुरु भयो हे भगवान् पर्छ क्या हो ट्राफिक नियमको पालना गर्नु होला हजुर साथीहरू जता पाए त्यतै बाटो नकाटिदिनु होला जता पाए त्यतै ओभरटेक नगर्नु होला अहिले काठमाडौँ मात्र होइन हाल नेपालभरि अहिले एकदम दुर्घटना एकदम भइरहेको छ जहाँतै गाडी ठोक्ने जहाँतै बाइक छिराउने अहिले बाइकवाला मरिरहन्छ कहिले ट्रकवाला मरिरहन्छ कहिले नाइट बसवाला मरिरहन्छ अस्ति बिहान बिहानै हर्रर प्लेटको स्कर्पियो बिहानै उज्यालोमै पो उज्यालो नि भएको थिएन बिहानै ठोकिरहेको रहेछ पोलमा बत्तीको पोल त चिरिप मान्छे चाहिँ धन्ने के भनेछ केटाहरू यो रातभरि रक्सी खायो भने बिहान गाडी लिएर हिँड्नै सक्दैन क्या ह्याङमा लिएर हिँड्छन् गुर्जीहरू अब के भन्ने अब गुर्जीहरू नआए पनि हुँदैन गुर्जीहरूलाई बेलुका चाहिन्छ खान थालिसकेपछि होटेलको साउनी चाहिँ राम्रो हुनुपर्छ कति खान्छन् हाम्रो गुर्जीहरू थाहा छ नि गुर्जीहरू नेपालको गुर्जी नेपाली ड्राइभर भएपछि थाहा हुनु पऱ्यो साथीहरू म भ्लग बनाउने प्रयास जारी राख्छु संसार भनेको डिजिटल रहेछ अब यो एक्लो पनि काम गरेर मजदुर जस्तो 40,000 त कमाइन्छ कहाँ जान्छ आफैलाई पुग्दैन त्यही भएर यसबाट नि इन्कम त के सोच्नु होइन अहिले नै कहाँ फलसल खानु थाल्यो मेहनत गर्नु पर्छ नि पहिला मान्छेहरू 8-10 वर्ष मेहनत गरेपछि बल्ल ठाउँमा पुग्छ मेहनत गर्नुपर्छ साथी त्यतिकै त कहाँबाट हुन्छ उठ है साथीहरू उठ मान्छेहरू कहाँ पुगिसक्यो यो संसारमा अल्छी गरेर बसेर त हुँदैन रहेछ देश कहाँ पुग्दैछ के हुँदैछ खै मलाई देशको पो चिन्ता लाग्न थाल्यो बिहानै 4 बजे उठेर आएको मतलब भएर 17-18वटा कुकुरले नखाटेको वास्ता गरेको त्यत्रो गरेर आउँदाखेरि टाइममा ग्यास आइदिएन 6 बजे आइपुगेको म अहिलेसम्म कोही पनि चाकचुकै छैन 1 घन्टा ढिला भयो 1 घन्टा आएन भन्ने हामीलाई लागिरहेको के गर्नु जिन्दगीमा
टिप चाहिँ सक्यो अहिलेलाई भोलि पर्सि कहिले बोलाउँछ त्यतिखेर पिकअप गर्न आउनुपर्छ अहिलेलाई सक्यो गाडी आज के हो पुरा पानी पर्ला जस्तो भइरहेछ डुम्म छ साथीहरू आफ्नो ख्याल गर्नु होला जाडो लाग्छ चिसो लाग्छ बाहिर निस्किँदा तातो भएर निस्किनु होला म भर्खर 4 दिनमा उठेको रुवा खोकी लागेर झन्डै निमोनिया भएको त्यही भएर हजुरहरू पनि ख्याल गर्नु होला आफ्नो केयर गर्नु होला सबैजना मेरो साथीभाइहरू दाइहरू जिन्दगीमा अब चाहिने भनेकै स्वास्थ्य हो क्या अरे स्वास्थ्य भए सबै हुँदो रहेछ क्या अरे स्वास्थ्य भएन भने आस्ते आस्ते हुँदो रहेछ साथी हो ल अहिले के भन्नु भिडियो समाप्त गर्ने त होला नि है अब अरू केही छैन 4-5 मिनटको भइहाल्यो भिडियो म 4-5 मिनटको भिडियो बनाइहालेँ